सर म एउटा कुरा गर्न चाहन्छु किनभने हामी तपाईलाई पटक पटकमा जिताएको छौं तपाईले नम्बर किन भएको छैन सर किन यस्तो नम्बर किन अहिलेसम्म आएको छैन हाम्रो सुकुम्बासी जग्गामा खोइ त तपाईले 4 पल्ट भइसक्यो जिताएको तपाईलाई के भएको छ तपाईले बुझ्नु भएको छ यो कुरा अब खोइ बुझेको छौं छैन बुझाउनु पर्यो नि त तपाईहरुले हामीलाई पूर्जा बाँड्न लाग्छ पूर्जा बाँड्न लागेपछि सरकार ढल्छ फेरि आयोग खारिज हुन्छ फेरि आएर बनाउँछौँ फेरि बाँड्न लाग्छौँ फेरि बाँड्न लागेपछि फेरि त्यसलाई भङ्ग गरिदिन्छ त्यो थाहा पाउनु भएको छ नि हामी लडिराखेका छौँ अस्ति पनि आयोग फेरि खत्तम गर्यो फेरि हामीले अदालतबाट लडेर आयोग ल्याएका अब त्यही पनि हो सर हामी गरिब दुखीहरू बेरोजगारी भएको छौँ रोजगारी पनि दिनु पर्यो फ्याक्ट्रीहरू खोल्नु पर्यो हामी काम गर्नु पर्यो खाएर बन्नु पर्यो ए